हेलो एभ्रिवान, कस्तो हुनुहुन्छ तपाईँहरू? आई होप तपाईँहरू सबै राम्रो हुनुहुन्छ होला। आज म आएको थिएँ यता एमआरको अफिसमा। एमआर एक्चुअली दुबईको खालि एउटा डेभलपर मात्रै होइन, एमआर चाहिँ एउटा ठुलो ब्रान्ड हो। किनकि एमआरले यो तपाईँले जति दुबईभित्र जति ठुलो ठुलो इन्फ्रास्ट्रक्चर्स रोड्सहरू भयो, आइदर यो बुर्ज खलिफा अरू कति ठुलो ठुलो ल्यान्डमार्क रेसिडेन्सेसहरू छ, त्यो सबै एमआरले बनाएको हो। त्यस्तै सेम एमआरले बनाउनु जाँदैछ अझै एउटा ठाउँमा, अझै एउटा ल्यान्डमार्क, अरू त्यो ल्यान्डमार्कको नाम हो क्रिक हार्बर। यो टावरको छेउमै एमआरले लन्च गर्नु आँटेको छ अझै एउटा नयाँ डिस्ट्रिक्ट जसको नाम हो ग्रिन गेट डिस्ट्रिक्ट, जहाँ चाहिँ अलरेडी दुईटा प्रोजेक्ट लन्च भइसकेको छ। अहिले 3rd नम्बर हुनु आँटेको छ जसको नाम हो सिल्वा। यता यो प्रोजेक्टको साथसाथै यो डिस्ट्रिक्टमा आउँछ तपाईँको स्कुल्स, कलेजेस एन्ड हस्पिटल्स। यो डिस्ट्रिक्टको छेउमै तपाईँको हुन्छ वर्ल्डको टलेस्ट मेट्रो स्टेसन। यो डिस्ट्रिक्टको छेउमै आउँदो रहेछ तपाईँको वर्ल्डको फर्स्ट ड्राइभिङ थ्रु मल। ड्राइभिङ थ्रु भनेपछि जहाँ चाहिँ तपाईँ मलको भित्रमा तपाईँ इलेक्ट्रिक कार आफ्नो चलाउन सक्नुहुन्छ। त यति नै थियो आज यो एमआरको अलिकति मेरो भिडियो।